हो जुनकीरी दोरी वनमा सिसाउ छ भन्ने गीत चाहिँ मैले राजु भाइलाई राम्रो स्वरले गाउनुस् भन्न लगाएको छु। मनमरी छ मुस्कानै मन्द मुस्कानै मन्द आँखैभरि रिस देख्दा आनन्द हे चोखो माया मनबाट झिकके मनबाट झिकके दाइ भाउजूलाई हेरेरै सिकके हुन्छ मिना आई लभ यु भन्देऊ न आई लभ यु भन्देऊ न भाउजू जस्तै गमिलो भन्देऊ न हे पागल भाछु पिर लिँदा लिँदा नगम्किँदा नभाछा चम्किँदा जुनकीरी दोहोरीघरको पर्खाइमा बस्नुभएका सम्पूर्ण दर्शकबिनमा यस कार्यक्रमका नियमित सञ्चालिका शिक्षा र साइलीको अनुपस्थितिमा कार्यक्रमलाई निरन्तरताको दिनको निम्ति उपस्थित भएको छु म गोविन्द अनेक। नमस्कार दर्शकबिन, सदाझै आज पनि हामी तपाईँहरू सामुन्ने उपस्थित भइसकेका छौँ। जुनकीरी दोहोरीघरको आजको यो मञ्च निकै उच्च तरिकाले सजावट भएको छ, त्यो तपाईँले देखिसक्नु भएको छ। यता दोहोरीको राजा, उता दोहोरीको रानी, सँगै हाम्रो यस जुनकीरी दोहोरी घरका संरक्षक आदरणीय दाइ भाउजू राजशान्ति सुनार पनि आज उपस्थित हुनुभएको छ। धेरै धेरै स्वागत सम्मान हामी गर्न चाहन्छौँ यो जुनकीरीको दोहोरीघरको आँगनमा। र थप कुराकानीको लागि म आदरणीय दाइ बिबी अनुरागीलाई यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद गोविन्द भाइ। सम्पूर्ण दर्शक श्रोतावृन्दहरूमा म बिबी अनुरागीको हार्दिक नमस्ते। अब आज चाहिँ म विशेष खुसी किन छु भने हाम्रो जुनकीरी दोहोरी घरको सुरुवातदेखि नै साथ सपोर्ट गर्दै आउनुभएको आदरणीय दाजु भाउजू अत्यन्तै मनको धनी हुनुहुन्छ, समाजसेवी, गीतकार। म दाजु भाउजूलाई र हाम्रो जुनकीरी दोहोरी घरको सल्लाहकार पनि हुनुहुन्छ र राजशान्ति फाउन्डेसनले जुनकीरी दोहोरी घरलाई सधैँ साथ सपोर्ट गर्दै आएको छ र दुखी पीडितहरूलाई पनि उहाँहरूले धेरै सपोर्ट गर्दै आउनुभएको छ। उहाँहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु सर्वप्रथम। अब यतापट्टि चाहिँ पछाडि एकजना दाइ, एकदमै अग्लो दाइ हुनुहुन्छ है, एकदम एकचोटि उठिदिनुहोस् न दाइ। उहाँको शारीरिक उचाइ जति छ त्यति साङ्गीतिक उचाइ पनि अग्लिँदै गएको छ। वीरबहादुर विश्वकर्मा। म थोरै बोल्न म आदरणीय राजशान्ति। धन्यवाद बिबी भाइ, तपाईँहरू सम्पूर्णलाई म साथै मेरो श्रीमती शान्तिको तर्फबाट एकदम सम्मान छ। बोल्नु मन त धेरै छ, तर म एउटै मात्रै तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यो देशको संस्कृति र संस्कार जोगाउने चाहिँ यो जुनकीरी दोहोरी घर हो। दोहोरीका बादशाह मेरै गृह जिल्ला लमजुङ होइन, भाइलाई पनि म सम्मान गर्न चाहन्छु, यता मिना बहिनी र सम्पूर्णलाई। मैले केही गर्नु नसके पनि यो आँखालाई देखाउने चिज चाहिँ ल्याइदिएको छु मैले है। त्यो नै अब तपाईँलाई चाहिँ हस्तान्तरण गर्न चाहन्छु। राजशान्ति फाउन्डेसनको संस्थापक हुनुहुन्छ शान्तिजीलाई, विशेष गरी भूमिका निर्वाह गर्ने बिबी अनुरागी जीलाई र वरिष्ठ सङ्गीतकारजीलाई, विशेष गरी यता शान्तिजीबाट चाहिँ हाम्रो बिबी सरलाई प्लिज उठेर। अब मान्छे त जिउनुपर्छ, जिउनको लागि पैसा बिना त केही पनि हुँदैन। मैले ठुलो रकम दिन नसके पनि यो 1 लाख रुपियाँ चाहिँ यो जुनकीरी रोधी घरमा 1 गिलास पानी किन्न चाहिँ पुग्छ होला भाइ। म तपाईँलाई यो पैसा पनि हस्तान्तरण है। र वास्तवमा चाहिँ यो क्यामेरा र यो रकम यो चाहिँ हाम्रो लागि करोडको चाहिँ सम्पत्ति।
आज आएर चाहिँ जुन यो क्यामेरा र यो रकम दिनुभएको छ, यो रकम चाहिँ अवश्य पनि हामीले निरन्तर वितरण पनि गर्दै आएका छौँ र यो रकम त्यही दुखी पीडितमा नै जानेछ, म यो चाहिँ प्रण गर्दछु। र यो क्यामेराले हाम्रा सिद्धहस्त कलाकारहरूको गलालाई यो क्यामेरालाई चाहिँ उतारेर लाखौँ देश विदेशमा रहने दर्शक श्रोताहरू सामु पुर्याउन यसले मद्दत गर्नेछ। धेरै धेरै धन्यवाद। यो सानो उपचारिक कार्यक्रमलाई हामीले अगाडि बढायो, यस विषयमा हामी धेरै बोल्दैनौँ। पछाडि बस्नु भएको छ वीरे दाई, केही नयाँ छ कि दाईको? मेरो यो वनमा सिसाउ छ भन्ने एल्बम बजारमा आइसकेको छ, सबजनाले माया गर्नुहोला। बिबी अनुरागी च्यानलबाट आएको छ, शब्द नै उहाँको हो होइन, गीत सङ्गीत उहाँकै हो। हामी मिना लामा बहिनीले र मैले गाएका छन् भन्न चाहन्छु। जुनकिरी दोहोरी घरमा आउनु भएको छ, दोहोरी गाउने ठाउँमा तपाईँले आज आफै दोहोरी गाउनुहुन्छ कि के गर्नुहुन्छ? यो वनमा सिसाउ छ भन्ने गीत चाहिँ मैले राजु भाइलाई राम्रो स्वरले गाउनुहोस् भन्न लगाएको छु। ओके, धन्यवाद। छुहारी मन मान्दैन रिसाउनी नपारी मन मान्दैन रिसाउनी नपारी मनमा सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ। हे मेरो जस्तो का तिम्रो दिल छ र का तिम्रो दिल छ र मरे सौदा झन् खुसी मिल्छ र मनमा सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ तिम्रो कहाँ दिल छ र तिम्रो कहाँ दिल छ र मरे सौदा झन् खुसी मिल्छ र मनमा सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ ए टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ। मनमा रिस मुस्कानै मन्द मुस्कानै मन्द आँखैभरि रिस देख्दा आनन्द मनमा सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ मुस्कानै मन्द मुस्कानै मन्द आँखाभरि रिस देख्दा आनन्द मनमा सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ। हे भन के सोच्दैछौ अरू सोच्दैछौ अरू आँसु पनि बगाउँछु रिसहरू मनमा सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ सोच्दैछौ अरू आँसु पनि बगाउँछु रिसहरू मनमा सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ ए टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ
गीत खाँदा नि बिस हुन्छ खाँदा नि बिस हुन्छ चोखो माया गर्नेको रिस हुन्छ चिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ खाँदा नि बिस हुन्छ खाँदा नि बिस हुन्छ चोखो माया गर्नेको रिस हुन्छ मनमा चिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ हे कहाँ पुगिन मन देवता पुज्न कहिले तिमीले खोजेनौ मन बुझ्न मनमा सिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ त्यसै कहाँ हुन्छ र घर राम्रो हुन्छ र घर राम्रो रिसाई रिसाई मागेको बर राम्रो भन्न सिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ हुन्छ र घर राम्रो हुन्छ र घर राम्रो रिसाई रिसाई मागेको बर राम्रो भन्न सिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ हे रिसाउँदा नि मायाले मनौ अब धेरै रिस उठ्ने नबनाऊ मनमा सिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ रिसाइको छायाले हुन्छ आज बोलाउँला मायाले भन्न सिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ रिसाइको छायाले हुन्छ आज बोलाउँला मायाले भन्न सिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ तिमलाई के थाहा कति मन पोलेको सुन्न मन छ मायाले बोलेको भन्न सिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ कति मन पोलेको सुन्न मन छ मायाले बोलेको भन्न सिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ कति धेरै माया छ मेरो दाजु भाउजू हुनाले अप्ठ्यारो टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ माया छ मेरो दाजु भाउजू हुनाले अप्ठ्यारो भन्न सिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ टाढा हुँदा काँधेको काभेटाउ भेटे रिसाउँछ हे चोखो
जस्तै गमिलो भन्देऊ न भन्नु टाढा हुँदा काँधे खाऊ का भेटौँ भेटेरी साउँछ I love you भन्देऊ न I love you भन्देऊ न भाउजू जस्तै गमिलो भन्देऊ न मनमा सिसाउँछ टाढा हुँदा काँधे खाऊ का भेटौँ भेटेरी साउँछ टाढा हुँदा काँधे खाऊ का भेटौँ भेटेरी साउँछ हे पागल भाछु पिर लिँदा लिँदा पिर लिँदा लिँदा नगम किदा नभाछा चम्किदा सिसाउँछ टाढा हुँदा काँधे घाम काँधे घाम भेटेरी साउँछ पिर लिँदा लिँदा पिर लिँदा लिँदा नगम लिँदा नभाछा चम्किदा मनमा सिसाउँछ टाढा हुँदा काँधे घाम काँधे घाम भेटेरी साउँछ ए टाढा हुँदा काँधे घाम काँधे घाम भेटेरी साउँछ नजर अन्दाज गरेछन् साराले मिना तिम्रो सुलसुले पाराले सिसाउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ गरेछन् साराले मिना तिम्रो सुलसुले पाराले मनमा सिसाउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ हे मात्रै तिमलाई मायाले सिगारे भन मैले कहाँ के बिगारे मनमा सिसाउँछ टाढा हुँदा काँधे घाम काँधे घाम भेटेरी साउँछ मायाले सिगारे भन मैले कहिले के बिगारे मनमा सिसाउँछ टाढा हुँदा काँधे घाम भेटेरी साउँछ ए टाढा हुँदा काँधे घाम भेटेरी साउँछ मिना तिमीले जहिले नि सिरहानी मनमा माया मुटुमा तिरहानी मनमा सिसाउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ जहिले नि सिरहानी मनमा माया मुटुमा तिरहानी मनमा सिसाउँछ हो टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ ए पिरातीको मूल बनी रसाउन खोज्नु पर्छ तिमीले नि हँसाउन मनमा सिसाउँछ टाढा हुँदा काँधे घाम काँधे घाम भेटेरी साउँछ मूल बनी रसाउन खोज्नु पर्छ तिमीले नि हँसाउन मनमा सिसाउँछ ए टाढा हुँदा काँधे घाम भेटेरी साउँछ ए टाढा हुँदा काँधे घाम भेटेरी साउँछ रिसमा माया पोखिन्थ्यो पहिले त ठुलै पापै गरेछु मैले त मनमा सिसाउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ पोखिन्थ्यो पहिले त ठुलै पापै गरेछु मैले त मनमा सिसाउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ ए के भनम खै भन्न नि शर्मा हो आफै जान पाप हो कि धर्म हो मनमा सिसाउँछ टाढा हुँदा काँधे घाम काँधे ठाउँ भेटेरी साउँछ भन्न नि शर्मा भो आफै जान पाप हो कि धर्म हो मनमा सिसाउँछ टाढा हुँदा काँधे
परिछौ मर्ममा परिछौ मर्ममा आजैदेखि लाग्नेछु धर्ममा मनमा सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ परिछौ मर्ममा परिछौ मर्ममा आजैदेखि लाग्नेछु धर्ममा मनमा सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ हे रिसाइराथे हँसाइरै मारिदियो हँसाइरै मारिदियो के बोल्छौ खुल्दुली पारिदियो मनमा सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ हँसाइरै मारिदियो हँसाइरै मारिदियो के बोल्छौ खुल्दुली पारिदियो मनमा सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ फाल्यौ सानो रिसाइको पोको कब कति हेर्छौ र मरको भन्न सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ रिसाइको पोको अब कति हेर्छौ र मरको भन्न सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ हे अजम्बरी पिरती बसाउनु आफू हाँस्नु मलाई नि हँसाउनु भन्न सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ पिरती बसाउनु आफू हाँस्नु मलाई नि हँसाउनु भन्न सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ नहसाउँ त हँसाउनै कर्लाउनी अझै पनि कहीँ कतै डरलाउनी मनमा सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ हँसाउनै कर्लाउनी अझै पनि कहीँ कतै डरलाउनी मनमा सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ हे मनमा के छ भन्दिए हो नि शङ्का हो कि घृणा हो खैको नि भन्न सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ भन्दिए हो नि शङ्का हो कि घृणा हो खैको नि भन्न सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ तिम्रो महल मेरो त डेरा छ राम्री छेउरा शङ्काको घेरा छ मनमा सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ मेरो त डेरा छ राम्री छेउरा शङ्काको घेरा छ मनमा सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ हे भनेकै छु गङ्गा झैँ पवित्र छैन कुनै छल कपट म भित्र मनमा सिसाउँछ टाढा हुँदाका देखाउ का भेटौँ भेटे रिसाउँछ गङ्गा झैँ पवित्र
छैन कपटनी छैन कपटनी छैन ठुलै झरी पर्छ कि यो महिना भन्न सिसाउँछ टाढै हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ कपटनी छैन ठुलै झरी पर्छ कि यो महिना भन्न सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ छिटै घरबार बसाउने हाम्रो काम झरे बादल सहन्छु चर्को घाम भन्न सिसाउँछ टाढा हुँदा कहाँ देखाम कहाँ भेटौँ भेटे रिसाउँछ बसाउने हाम्रो काम झरे बादल सहन्छु चर्को घाम भन्न सिसाउँछ टाढा हुँदा कहाँ देखाम कहाँ भेटौँ भेटे रिसाउँछ टाढा हुँदा कहाँ देखाम कहाँ भेटौँ भेटे रिसाउँछ हाम्रो सुन्दर संसार देख्छु म घामले पोले घामलाई नि छेक्छु म घरमा सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ संसार देख्छु म घामले पोले घामलाई नि छेक्छु म घरमा सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ शीतल खोज्दा आगोको रापाई अघिसम्म के बल्ल थोरै मायाको भाव पाए भन्न सिसाउँछ टाढा हुँदा कहाँ देखाम कहाँ भेटौँ भेटे रिसाउँछ आगोको रापाई बल्ल थोरै मायाको भाव पाए भन्न सिसाउँछ टाढा हुँदा कहाँ देखाम कहाँ भेटौँ भेटे रिसाउँछ टाढा हुँदा कहाँ देखाम कहाँ भेटौँ भेटे रिसाउँछ भावै भाग्छन् यी छातीभरि भैराको थिएँ देखाउने कसरी भन्न सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ यी छातीभरि भैराको थिएँ देखाउने कसरी भन्न सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ हे जिन्दगीको सबै थोक ठानेको के होला र तिमीले नजानेको भन्न सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ सबै थोक ठानेको के होला र तिमीले नजानेको भन्न सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ कहिले गोली कहिलेको सिसा त्यसै राजु पुगेछ 35 भन्न सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ कहिलेको सिसा त्यसै राजु पुगेछ 35 भन्न सिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ टाढा हुँदा कहाँ देखाउ कहाँ भेटौँ भेटे रिसाउँछ भनेकै छु जान्ने छौ सुन्ने छौ मायाको जल बलियो बुन्ने छौ भन्न सिसाउँछ टाढा हुँदा कहाँ देखाम कहाँ भेटौँ भेटे रिसाउँछ जान्ने छौ सुन्ने छौ मायाको जल बलियो
ढुक्क हुनु गीत गाउँला नाचौँला गीत गाउँला नाचौँला हँसाइरहँला जहाँसम्म बाँचौँला बनबसी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ गीत गाउँला नाचौँला गीत गाउँला नाचौँला हँसाइरहँला जहाँसम्म बाँचौँला बनबसी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ हे लाग्छ जीवन कसरी जानेछ अलि छिटो रिसाउने बानी छ बनबसी साउँछ टाढा हुँदा कहाँ खाऊ कहाँ भेटेरी साउँछ कसरी जानेछ अलि छिटो रिसाउने बानी छ बनबसी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ ए टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ पुग्नी भयो अब त धितै मेरो लागि रिस पनि अमृतै बनबसी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ अब त धितै मेरो लागि रिस पनि अमृतै बनबसी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ हे धेरै ढोक्दै हिँड्यो ढुङ्गोमा अब छिट्टै पुर्याइदेऊ टुङ्गोमा बनबसी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ ढुङ्गियो ढुङ्गोमा अब छिट्टै पुर्याइदेऊ टुङ्गोमा बनबसी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ ए टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ बल्ल बुझ्यौ मिनाले दिल मेरो बल्ल निस्क्यो शङ्काको खिल मेरो बनबसी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ मिनाले दिल मेरो बल्ल निस्क्यो शङ्काको खिल मेरो बनबसी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ ए टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ ए टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ ए टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ टाढा हुँदा काँधे खाऊ काँधे ठाउँ भेटेरी साउँछ आहा यो भव्य रमाइलो दोहोरीको लागि धेरै धेरै धन्यवाद आदरणीय राजु दाई त्यसै गरी मिना दिदी यो प्रस्तुति अत्यन्तै रमाइलो रह्यो हामीले चाहिँ रमायौँ तपाईँहरूले देखिसक्नु भएको छ तपाईँलाई पनि रमाइलो लाग्यो होला म धेरै कुराकानी गर्नुभन्दा पनि राजु दाईले सोध्न चाहन्छु आजको दोहोरी मिना दिदीसँग गाइरहँदा तपाईँलाई कस्तो महसुस भयो धन्यवाद भाइलाई पक्कै पनि आज विशेष दोहोरी रह्यो किनकि बिबी अन्डगीता यस्तो एउटा सङ्गीतको अब्बल व्यक्तित्वलाई साक्षी राखेर गाउन पाउँदा उहाँकै कम्पोजमा गाउन पाउँदा यसको अर्कै आनन्द छ किनकि त्यो अझ भन्नै पर्दाखेरिमा स्वयं गायिका पनि त्यो गीतको दाई पनि यहाँ होइन सबैलाई मेरो उत्तिकै धन्यवाद छ विशेष त आज युकेबाट मेरो दाई भाउजू आउनुभएको रहेछ उहाँहरूलाई फेरि मेरो यहाँ स्वागत मेरो व्यक्तित्व तर्फबाट पनि गर्न चाहेँ र एउटा गाउँले परिए पनि समुद्र पारी गइसकेपछि कहाँ भेटौँ कहाँ देखाउँदा हुँदो रहेछ 2007मा मैले युकेमा भेटेको थिएँ दाई भाउजूलाई आज फेरि कति वर्षपछि बल्ल यहाँ भेट्न पाएको छु आशा गरौँ म व्यक्तिगत रूपबाट दाई भाउजूको उज्जवल जीवनको कामना पनि गर्न चाहेँ र जति माया दिनुभएको छ जति सरसल्लाह दिनुभएको छ आज जुनकिरी रोटीघर जुनकिरी भइरहेको छ भविष्यमा पनि यो जुनकिरी नै भएर उडिरहने छ मैले कामना गरेको छु र विशेष त आज मिनाजीसँग गाउँदाखेरि म चाहिँ मलाई के हो त्यो हुन्छ नि बसिया छ जुनकिरीमा
पुगिया छ गाउँको त्यो चौरतिर डाँडाकाँडातिर पुगे जस्तो हुन्छ। बहिनीलाई धेरै धेरै धन्यवाद, फेरि पनि गाउन पाउने मौका पाएँ। प्रतिक्रियाको लागि धन्यवाद राजु दाईलाई। त्यसै गरी मिना दिदीलाई सोध्न चाहन्छु, राजु दाईसँग गाउँदा कस्तो लाग्यो? सर्वप्रथम त जुनकिरी दोहोरी हेरेर बस्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूमा फेरि पनि साङ्गीतिक नमस्कार। आज चाहिँ यो हामीले गाउँदै गरेको भाका आदरणीय दाजु बिबी अनुरागी दाईकै भाका उहाँले नै बनाउनु भएको, भर्खर मात्र रेकर्ड भएर भर्खरै बजारमा पनि ल्याएका छौँ यही गीत बिबी अनुरागी अफिसियल युट्युब च्यानलबाट। म एकदमै खुसी छु, धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु बिबी अनुरागी दाजुलाई। र आज हामीले फेरि जुनकिरी दोहोरीबाट यही भाकामा दोहोरी गाउने मौका पायौँ। त्यही माथि पनि अब एकदमै दोहोरीको राजा आदरणीय दाजु राजु परियार दाजुसँग एकदमै भाग्यमानी ठानेको छु। त्यही माथि पनि दाई भाउजूहरू हुनुहुन्छ युकेदेखि आउनुभएको, त्यो मानेमा पनि झन् धेरै भाग्यमानी ठानेको छु। र यस गीतका वास्तविक गायक पनि साथमा हुनुहुन्छ, वीरे दाजु पछाडिपट्टि हुनुहुन्छ। उहाँले र मैले नै गाएका थियौँ एल्बममा चाहिँ। एकदमै खुसी लाग्यो। गीत सङ्गीत अनि कलाकारलाई माया गर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू। प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। हामी कार्यक्रमको अन्तिमतिर छौँ। आजको कार्यक्रम निकै भव्य रह्यो, सभ्य रह्यो। तपाईँले पनि त्यो महसुस गर्नुभयो। यो भव्य कार्यक्रम बन्दै गर्दा बनाउनको लागि सहयोग गर्नुहुने वा हाम्रो कार्यक्रममा उपस्थित भएर यो भव्य बनाइदिनु हुने लोकस्वर सम्राट आदरणीय राजु परियार, मिना दिदी, त्यसै गरी हाम्रो जुनकिरी रोधी घरको सल्लाहकार आदरणीय राज शान्ति दाई भाउजूलाई पनि विशेष विशेष धन्यवाद आभार व्यक्त गर्दैछौँ। साथै आजको यो प्रस्तुति तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया हाम्रो कमेन्ट बक्समा लेख्नुहोला। र आजको बसाइबाट चाहिँ हामी छुटिन चाहन्छौँ। हवस् त, नमस्ते।